सायद यो मेरो लास्ट भिडियो होला, राम्ररी हेरिदिनुहोस्। नमस्ते र सेवा रहोस् सबैलाई। आज मेरो डे 122 है। बिहान सिमसिमे पानी परिरहेको थियो र फ्रेस भइकन गएँ म भोइसहरू गरी सबै सिधै आए र पानी परेको हुनाले वार्मअपहरू गर्नु भ्याएन। सो घरमा आइकन वार्मअपहरू गरेँ र यो मेरो लास्ट भिडियो किन भनेको भन्दाखेरि आजसम्म डे 122 पुगिसक्यो र यत्रो दिनसम्म गरेको हार्डवर्क, मेहनत र कन्सिस्टेन्सीको साथमा एडिटिङ है, न्यू अपलोड, न्यू अपडेट्स डे बाई डे गर्नुपर्छ र यो सबै एउटा गेम मात्रै सोच्नु हुँदो रहेछ है आमा बुबाले। र योभन्दा राम्रो गइकन टोयलेट बाथरुम बनाइरहेको छ, बलुवा चाल, इँटा बोक, त्योभन्दा राम्रो यो हो भन्दै भन्नुहुन्छ। वर्कआउटहरू गरिरहेको छ भने पनि लुलुतिर गेमहरू सिद्धियो भने छिटो गरेर खाना खानु आइज यस्तो है। र आमा बुबाको नजरबाट एउटा काम भनेको 9 to 5 को जब गर्नु, कसैको घरमा गएर नोकरी गर्नु, कसैको बिजनेसमा गएर नोकरी गर्नु र दिनभरि बेलचा चाल्नु, यसलाई हार्डवर्क भनिन्छ आमा बुबाको नजरबाट। चाहिँ के भन्छु भने जेन भाइको दाजुहरूलाई आफ्नो छोराछोरीलाई स्किल र ट्यालेन्ट डेभलप गर्नुहोस्, बल्कि पढाइ लेखाइ गरेर गभर्मेन्ट जब गर्ने ट्यालेन्ट बनाउनु है। र अहिलेसम्म हिस्ट्रीमा छापेको मान्छेहरू आफ्नो ट्यालेन्ट, आफ्नो स्किल डेभलप गरेर छापिएको छ, न कि डिग्री पास गरेर, न कि कलेज पास गरेर छापिन्छ। र मेडिटेसनहरू सिध्याएर खाना खाए, खानामा चाहिँ रहेछ भात, दाल, सुँगुरको फ्राई गरेको पोटा एन्ड रक्ती लगाइकन फ्राई गरेको पोटा है। र त्यसपछि यो मैले एक्लै बनाएको स्टोर रुम थियो, यसमा चाहिँ एकदमै पानी माथिबाट आउँदाखेरि एकदमै पानी झर्ने गर्थ्यो र मामु र म भइवरी यसमा पानी नझर्ने बनाउने रेनोभेट गर्नुपर्छ भनिकन काम गर्नु थाले है। यो रेनोभेट गर्नुलाई चाहिँ 3-4 वटा बटमहरू गाड्नुको लागि खन्नु पर्यो। खनेवरी मैले गाडेँ सबै बटमहरू पनि है। र बिहानको 10:30 बजीदेखिको काम गरेको, 3-4 घन्टा काम गरिसकेर एकदमै शरीर दुख्न लागेको थियो, ब्याक पेनहरू पुरा भइरहेको थियो र मैले भने आधी काम गरौँ, भोलि आधी गरौँ, आरामले शरीरले पनि रेस्ट पाउँछ भने। र मामुले भन्नुभयो 8 गऱ्यो भने सबै सकिन्छ भने भन्नुभयो, तर 8 गरे भन्दामै शरीरलाई पनि त हेर्नु पर्यो होइन। र यति बेला चाहिँ मेरो एकदमै शरीरहरू दुखेर पेसेन्स लेभलहरू सबै डाउन भइसकेको थियो। मैलाहरूले चिलाएर है, त्यो झुसुलीहरू बिजेर फम्पडे भएर एकदमै नराम्रो लागिरहेको थियो। र पनि मामुको कुरा नकाटी काम गर्नु पर्यो, काम गरी सके सबै सक्नु त। बिहानको 10:30 बजीदेखि लिएर 5 बजीसम्म कामहरू सबै सिध्याए र मेरो बडीले रेस्ट नपाउनुको कारणले एकदमै शरीर दुख्न थाल्यो, ब्याक पेन भयो, सोल्डर पेन एकदमै साह्रो भएर मलाई बेलुका ज्वरो आयो है। र मेरो भिडियो जसले रेगुलर हेर्नुहुन्छ उहाँहरूलाई एकदमै म सरी भन्न चाहन्छु कि आज म वर्कआउटहरू गर्न सकिनँ ज्वरो आएर।